Hi guys, this is Dasai day 2. हामी चाहिँ हिजो राति नै विमललाई हेरेको बस्यौँ अनि त्यसपछि we are now going to Sina भाउजू's place. यतिकै किनकि भाउजूहरूलाई नि अन्त कतै जानुपर्ने छ अनि हिजो मैले साडी लगाएको थिएँ नि त अनि I'm still in my heels. Rohit came from office and he is still in his suit with the trousers on. with the trousers too. Typical गाउँले हुन्छ नि त्यस्तो अनि अब चाहिँ गइरहेको छौँ सिना भाउजूकोमा बस हेर्न आशीर्वाद दिएको लाग्छ नि आफूभन्दा ठुलो मान्छेले होइन आमा जस्तो मान्छेले Happy Dasai! Day 2! बिहान उठेर भाउजूकोमा टिका लाउन गएर हतार हतार घर गएर लुगा चेन्ज गरेर now we are heading towards नारायण दाईको घरमा दाई if you are watching this we are so sorry है यस्तै भयो ढिला अन्त मुटु अब चाहिँ we are just 10 minutes away we'll be there soon भिनाजुले भर्खर मलाई सब्सक्राइब गर्नुभएको छ भिनाजु नेपाल पुगेर हेर्नु है मेरो भिडियोहरू हजुरलाई राखिदिन्छु म हेर्न थालिसक्नु हो दाजु आज त अब घर जाने दिन त गिफ्ट आयो त दरै है दिदीलाई नि लिन्छु हजुरको नयाँ चस्मा होइन त नयाँ चस्मा त झनै राम्रो देखिया छ जस्तो छ है सुहाएको छ कस्तो मजाले दिदी र भाउजूले लास्टै मिठो खाना खुवाउनु भयो टन्न धेरै धन्यवाद अनि आइराख्ने इस्कुसको मोमो खानुपर्छ अब भिनाजुको साई लास्ट मैले नेपालमा हेरेँ
आमा भिनाजु आफ्नो सवारीमा गइसक्नु भयो सुरु गरिसक्नु भयो चलाउनलाई हजुरको चाहिँ 1000 सीसीको हो भिनाजु कस्तो मजाले चलाउनु हुँदो रहेछ फेरि त्यही त कस्तो मजाले चलाउनु हुँदो रहेछ साइकल हजुरले ए ल हेर्नु न ए त्यही त कस्तो मजाले चलाउनु हुँदो रहेछ के भन्छ दसैँमा भुइँ छोड्नु पर्छ भने होइन त टिकाको दिन भुइँ छोड्नु पर्ने टिकाको भोलिपल्ट भुइँ छोडेँ मैले अब झुलामा बसेर हजुर थ्याङ्क यू सो मच है दिदी भिनाजु राम्रोसँग नेपाल जानु नबिर्सिनु हामीलाई नेपाल आएको बेला हामी आउँछौँ हेटोबाट आएको बेला भेट्नलाई अनि अन्त भइहाल्छ नि ल है त ल बाई बाई नारायण दाईकोबाट निस्केर रोहितले चाहिँ मलाई ड्रप गरिदिएर अफिसमा गयो अनि म चाहिँ जाँदैछु अब सागर दाईहरूको घरमा यहाँ तास खेल्ने भनेर त्यसमा रेडी छ फेरि पनि ह्याप्पी दसैँ आमा मामा सर्टपेट लाएर हाई that's a lot of rice in your forehead भिडियो अन्त मेरो युट्युबको लागि सट्ट सुर्दा अनि यसो झ्याप्प यसरी हामफाला पछाडि त कति उग्रे खै भने कस्तो मजा घुरेर खुट्टै मर्ग्यो नि त ल ओए अलि उता गएर यो खुल्ला छ अलि उता गएर अलि उताबाट आउनु होला Bye bye, bye bye. See you tomorrow. Bye bye, bye bye. Bye bye. नमस्कार कृपया यो भिडियो हेरिदिनु होला भन्नु त नेपाली ठेट नेपाली बोलेर यो भन्नु कृपया सबैले सानो भिडियो माया गरिदिनु होला हेरेर यसको आनन्द जानी जानी गरे ल बाई बाई भनिदिनु टाटा हाई एभ्रिवान दिस इज दसैँको टिका डे 3 होइन हामी चाहिँ सन्दादीको घरमा छौँ आफ्नै घर जस्तो बसिरहेको छौँ सन्दादी दिदीहरू चाहिँ क्याफेमा हुनुहुन्छ अनि आज पनि हामीलाई टिका लगाउनु जानुपर्ने छ अति भाइहरूकोमा अनि विल गो देयर अनि निमिता हजुरकोमा बेलुका खाना खानुपर्ने छ अनि दिस विल बी आवर लास्ट डे अफ टिका होइन त भोलि चाहिँ फाइनली केही पनि हुँदैन अनि अल्सो गाइज अब के हुन्छ आज दिनभरिमा है त Packing in the car. Packing in the car. Busy, busy, busy. Done. Done? Done. Cute. That looks good. Listen. Alright.
मैले त म्याचिङ बनाएर ल्याउँदा मैले अहिलेसम्म यस्तो यता बस्यो ठ्याक्कै त्यो हुन्छ नि त्यो इङ्ग्लिसमा त्यो रोहित रोहित यसरी अनि पछि घरमा पनि यतिकै राख्दैन त्यो सुकेर जान्छ त्यति भइरहेको छ हाम्रो घरको लक्ष्मी पो हुँदैन कि हाम्रो घरको लक्ष्मी पो हुँदैन कि मैले खिचाएको सधैँभरि राम्रो होस् ल आजबाट दसैँ पनि सकियो भिडियो हेरिदिनु होला लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद बाई बाई